होला। यता हेर भन्दै खिचिरहेको निर्जला माझी रुपुर घिमिरे म्याम, बिना बज्रे म्याम र सुनिता तिवारी म्यामलाई पछि अनुरोध गरेँ। धन्यवाद।
हामी भ्याली सेकेन्डरी स्कुलको प्रिन्सिपल हुनुहुन्छ। आज तपाईँलाई यो 34औं वर्ष पार गर्दाखेरि कस्तो लागिरहेछ? हामीले धेरै वर्ष कार्यक्रम गर्दै आएका थियौँ। गएको 2 वर्ष र कोरोनाको बेला हामीले कार्यक्रम गर्न सकेनौँ। अब यस वर्ष चाहिँ फेरि निरन्तर रूपले हामीले कार्यक्रम लाँदैछौँ। विभिन्न कार्यक्रमहरूमा हामी आफै क्रिएसन गर्थ्यौँ। अब अहिले चाहिँ नयाँ कार्यक्रमहरू चाहिँ हामीले बाहिरबाट पनि हामीले गर्छौँ। हाम्रो बच्चाहरूलाई त्यो कार्यक्रममा समावेश गराउँछौँ र यहाँसम्म आइपुग्दाखेरि आफूलाई परिपक्व एउटा सञ्चालक समितिको अध्यक्ष स्कुलको प्रिन्सिपल भएको महसुस भएको छ। धेरै बच्चाहरूलाई आफैले उत्पादन गरेका बच्चाहरूले यो कार्यक्रम सञ्चालन गरेका छन्। यस स्कुलमा पढाएका छन्। विभिन्न क्षेत्रमा देश विदेशमा पनि राम्रो क्षेत्रमा क्षेत्रतर्फ काम गर्न सकेका छन्। त्यसप्रति आफूलाई असाध्यै गौरव महसुस गरेको छ। ल हजुरलाई धेरै धेरै धन्यवाद। यसरी नै कार्यक्रम गर्दै जानु होला। यसरी नै धेरै धेरै राम्रो गर्दै जानु होला। हजुरलाई धेरै धेरै धन्यवाद। हस्, धन्यवाद।